सम्पूर्णमा नमस्कार। म सुरज खड्का। यतिखेर म उहाँ तेन्जिङ दावा शेर्पा तेन्जिङ दावा लामासँग छु। उहाँकै घरकै छेउछाउमा छु म र उहाँसँग केही रिपोर्टिङ गरिसके। त्यो रिपोर्टिङ केही बेला म सार्वजनिक गर्दैछु र उहाँले भने अनुसार नै उहाँलाई एकजना हाम्रो पत्रकार नै हुनुहुन्छ, सहकर्मी साथी हुनुहुन्छ दिवाकर शाहजी। उहाँले एउटा मध्यरातमा एउटा भिडियो सार्वजनिक गर्नुभयो। मलाई ज्यानको खतरा छ, यदि दिवाकर शाहको हत्या भयो भने यो केही नयाँ नमान्नु होला भनेर एउटा भिडियो सार्वजनिक गरिसके पछाडि यो टिओबी को नाम लिइसके पछाडि परिचालित अथवा देशद्रोहीको जस्तो उहाँलाई ट्याग लागेको छ। उहाँहरू एकदमै विचलित हुनुभएको छ। उहाँले सबै कुराको के कुरा हो, सत्य तथ्य प्रमाण के हो, उहाँहरू तिब्बतियन हो कि नेपाली हो कि उहाँहरूसँग कुन नागरिकता छ, त्यो दिन के कामको लागि त्यहाँ यो टिओबी ग्रुप गएको थियो, के गर्यो त्यहाँ र उहाँहरूले के काम गरिरहनु भएको छ देशमा र उहाँहरू नेपाली हो कि होइन भन्ने कुरा सबै कुरा भन्नुभएको छ। र उहाँले यो पनि भन्नुभएको छ कि दिवाकर शाहजीलाई यति कुरा पनि च्यालेन्ज दिनुभएको छ कि यदि तपाईसँग हामी देशद्रोही भएको अथवा हामीले अपराधिक क्रियाकलाप गरेको केही प्रमाण छ अथवा तपाईसँग आएको केही प्रमाण छ भने तपाईको सुरक्षा हामीबाट खतरा छैन। हामी यो 200-250 जनाको ग्रुपले तपाईलाई त्यो ज्याकेट देखाउँ त भाइले देखाउँ ज्याकेट तपाईलाई यो सुरक्षा दिन तयार छ। यही ज्याकेट हो, सुरक्षा दिन तयार छ। तपाईँ त्यो प्रमाण लिएर गृह मन्त्रालयमा आउनु होला। हामी पनि गृह मन्त्रालयमा आउँछौँ। हामी दोषी भयौँ भने हामी सजाय जे कानूनले दिन्छ अथवा जनताले जे सजाय दिन्छन् हामी भोग्न तयार छौँ। यदि होइन भने कुनै यो गलत प्रचार गरेर मिडियाबाजी गरेर टिआरपी कमाउने उद्देश्यले यस्ता खालको तपाईले यो भिडियो सम्प्रेषण गरेर हाम्रो चरित्रमा दाग लगाएर हामी यो ग्रुपलाई आज यो चरित्र हत्या गरेर मर्नु न बाँच्नु बनाउनु भएको छ। यो जिम्मेवारी कसले लिन्छ? तपाईलाई पनि मुद्दा हाल्छौँ भनेर भन्नुभएको छ। तपाईको विरुद्धमा कानुनी रूपमा हामी अगाडि बढ्छौँ भन्नुभएको छ। यो भिडियो केही बेरमा पूरा भिडियो जस्ताको तस्तै आउनेवाला छ। उहाँ नै हो जुन त्यो टिओबी भनेर एउटा ज्याकेट आइरहेको छ, त्यो ज्याकेटको अध्यक्ष भनौँ अथवा प्रेसिडेन्ट भनौँ, त्यो ग्रुपको लिडर उहाँ नै हो। जस्ताको तस्तै केही बेरमा हामी सार्वजनिक गर्दैछौँ। कृपया तपाईहरू प्रतीक्षा गरेर बसिदिनु होला। लगभग 35-40 मिनटको भिडियो छ। उहाँले जस्ताको तस्तै बोल्नुभएको छ, जे हो त्यही बोल्नुभएको छ। आज उहाँमा के बितिरहेको छ, के भइरहेको छ तपाईहरूले नबुझिकन एउटा देशद्रोही बनाउँदै गर्दा एउटा युवा आज कुन अवस्थामा छ, कस्तो अवस्थामा फसिरहेको सम्पूर्ण कुरा उहाँले जस्ताको जस्तै भनिदिनु हुनेछ। तपाईले कृपया तपाईहरू एकछिन प्रतीक्षा गरिदिनु होला र भिडियो हेर्न तयार भएर बसिदिनु होला। एनपीएल प्रेसमा युट्युबमा गएर एनपीएल प्रेस सर्च गर्नु होला। त्यहाँ यो भिडियो जस्ताको जस्तै आउनेछ भन्ने अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।